BVS फोर्थ इयरको इन्भेस्टमेन्टको बोन्ड भ्यालुएसन च्याप्टरबाट मोडल क्वेसनमा सोधेको 15 मार्क्सको क्वेसनको बारेमा केही डिस्कस गरौँ। अब यस्तै खाले क्वेसन चाहिँ हामीलाई 2079को इन्भेस्टमेन्टको ओल्ड ब्याचमा पनि सोधेको थियो। त्यही क्वेसन चाहिँ न्यू ब्याचको मोडल क्वेसनमा 15 नम्बरको क्वेसनमा हामीलाई सोधेको छ। जस्तै जम्मै यसमा बोन्ड ए, बोन्ड बी, बोन्ड सी, बोन्ड डी र बोन्ड ई र एफ गरेर हामीलाई ABCDE 5-6वटा बोन्डको बारेमा चाहिँ केही इन्फर्मेसन दिएर त्यसकै हिसाब हामीलाई चाहिँ सल्भ गर्न दिएको छ। अब यहाँ सिरियली हेर्दै जाउँ। अब यहाँ बोन्ड ए, सुरुमा बोन्ड एको बारेमा के दिएको छ यहाँ हेर्नु। अब बोन्ड एको हामीलाई फेस भ्यालु अफ बोन्ड, अब फेस भ्यालु अफ बोन्ड त सधैँ 1000 हुन्छ, यो सबैलाई थाहा भएकै कुरा हो। हामीलाई कुपन रेट 8%, अब 8% पेड सेमी एनुअली भनेपछि उसले वर्षमा 2 चोटि ब्याज भुक्तानी गर्छ। अब त्यहाँ हामीलाई कुपन इन्ट्रेस्ट जहिले नै हामीले पार भ्यालुको काट्ने हो, 8% इन्टु 1000 गर्दा 80 हुन्छ र म्याच्युरिटी पिरियड हामीलाई एन बराबर 10 इयर्स दिएको छ र मार्केट इन्ट्रेस्ट रेट KD बराबर 10% दिएको छ र प्राइस अफ बोन्ड हामीले भिजेर निकाल्नु पऱ्यो। यो चाहिँ सेमी एनुअल इन्ट्रेस्ट रेटमा है। अब सेमी एनुअल इन्ट्रेस्ट पेमेन्टमा अब हामीले टाइम भ्यालु अफ मनीमै सेकेन्ड इयरमै टाइम भ्यालु अफ मनीमा के पढेका थियौँ भने सेमी एनुअल इन्ट्रेस्ट पेमेन्ट हुँदा इन्ट्रेस्टलाई चाहिँ इन्ट्रेस्टलाई चाहिँ भाग हुन्छ भने म्याच्युरिटी पिरियडलाई चाहिँ मल्टिप्लाई हुन्छ भनेर हामीले BVS सेकेन्ड इयरकै टाइम भ्यालु अफ मनीमा पढिसके हिसाबले चाहिँ फर्मुलामा चाहिँ हाम्रो I/2 अनि 1 - 1/1 + KD/2 अनि म्याच्युरिटी पिरियडलाई चाहिँ मल्टिप्लाई हुन्छ N/2 होल डिभाइड बाई KD/2 अनि यतापट्टि प्लस M 1 + KD/2 N/2 गर्दा यसरी क्यालकुलेट गर्दै 40 इन्टु यो गर्दा हाम्रो पहिलो एन्सर आउँछ 875.38 है। अब यसलाई तपाईँहरूले टेबल मेथडबाट पनि गर्न सक्नुहुन्छ। अब मलाई चाहिँ फर्मुला मेथड इफेक्टिभ हुने लाग्ने हिसाबले मैले फर्मुला मेथडबाट गर्छु। तर हामीले यसलाई टेबलबाट गर्दा चाहिँ I/2 इन्टु PBIFA KD/2% 2 इन्टु nth इयर प्लस M इन्टु PBIF KD/2 इन्टु 2 इन्टु nth इयर है। अब इन्ट्रेस्ट चाहिँ हामीले प्रत्येक वर्ष पाउने हिसाबले चाहिँ इन्ट्रेस्टमा हामीले PBIFA टेबल युज गर्नुपर्छ। पार भ्यालु चाहिँ हामीले एकचोटि मात्र फिर्ता पाउने भए हिसाबले चाहिँ हामीले एममा चाहिँ PBIF टेबल युज गर्नुपर्छ है। सिम्पल के हुनुपर्छ, इन्ट्रेस्टमा चाहिँ इन्ट्रेस्ट प्रत्येक वर्ष म्याच्युरिटी पिरियडसम्म पाउने भएर हामीले इन्ट्रेस्टमा PBIFA टेबलको प्रयोग गर्छौँ। अनि पार भ्यालु चाहिँ एकचोटि मात्र पाउने भएर हामीले एममा चाहिँ PBIF टेबल प्रयोग गर्छौँ। त्यसलाई हामीले टेबल मेथडबाट पनि गर्न सक्छौँ। यहाँ मैले चाहिँ यहाँ तपाईँहरूलाई यहाँ फर्मुला मेथडबाट गर्दैछु। यसरी गर्दा हाम्रो बोन्ड एको एन्सर आयो 875.38 है। एको भनेको कुपन पेइङ बोन्ड। अब बीको चाहिँ के हो, हामीलाई कलेबल बोन्ड है। अब कलेबल बोन्ड भनेको चाहिँ हामीले बोन्डको क्यारेक्टरमा एउटा क्यारेक्टर थियो, बोन्डलाई चाहिँ म्याच्युरिटी पिरियड सक्नुभन्दा अगाडि नै कल गर्न पाइन्छ। त्यो कल गर्दा चाहिँ हामीले एउटा निश्चित प्राइस तिर्नुपर्छ, त्यसलाई हामी कल प्राइस भन्छौँ, जुन चाहिँ पार भ्यालुभन्दा बढी हुन्छ। त्यसकारण हामीले त्यसलाई कल प्रिमियम पनि भन्थ्यौँ है। अब त्यस्तै अनुसार यसमा के दिएको छ हेर्नुहोस्। कुपन रेट हामीले 10% दिएको छ अनि यहाँ हामीले एनुअल पेमेन्ट भनेपछि वर्षमा एकचोटि मात्र ब्याज दिन्छ। अब प्रत्येक बोन्डको फेस भ्यालु 1000 हुन्छ, यो सबैलाई थाहा भएकै कुरा हो। कुपन इन्ट्रेस्ट 10% दिएको छ भनेपछि त्यसको हाम्रो 100 रुपियाँ आयो। म्याच्युरिटी पिरियड 8 इयर्स आयो र यो 8 वर्ष बोन्डलाई 2 वर्षमै कल गर्न पाइन्छ भनेपछि हाम्रो कल पिरियड कति आयो, 2 इयर्स आयो है। 8 वर्षको बोन्डलाई बिचमै कल गर्न पाएपछि हाम्रो कल पिरियड कति हुन आयो, 2 इयर्स हुन आयो। अनि यसको कल प्राइस चाहिँ त्यही कारण हामीले कल पिरियड कति राख्यौँ, 2 इयर्स राख्यौँ। अब यसको कल प्राइस चाहिँ के भनेको छ त यहाँ हेर्नुहोस् है। अघि मैले के भनेको थिएँ, म्याच्युरिटी पिरियडभन्दा अगाडि नै कल गर्न पाइन्छ जुन चाहिँ पार भ्यालुभन्दा बढी हुन्छ भनेपछि हामीले 1000 रुपियाँको एउटा निश्चितको प्रिमियमको दरले तिर्नु पर्थ्यो। निश्चित रेटले 1000 रुपियाँभन्दा बढी तिर्नु पर्थ्यो, त्यसलाई हामी कल प्रिमियम भन्थ्यौँ। तर यो क्वेसनमा के भन्यो त, नो कल पेनाल्टी भनेपछि यसमा पेनाल्टी तिर्नु परेन है। पेनाल्टी तिर्न नपरेपछि जति पार भ्यालु छ त्यति नै भ्यालुमा कल गर्न पायो भनेपछि सिधै हाम्रो कल प्राइस के हुन्छ, नो कल पेनाल्टी भनेपछि इक्वल टु पार भ्यालु हुन्छ। त्यसकारण यसको हाम्रो कल प्राइस कति हुन्छ, 1000 हुन्छ है। अब भनेपछि यसको मार्केट इन्ट्रेस्ट रेट हामीलाई KD 7% दिएको छ। अब भ्यालुएसन अफ कलेबल बोन्ड है, यो चाहिँ के बोन्ड भयो, कलेबल बोन्ड भयो। बिचमा कल गर्न पाएपछि कलेबल बोन्ड हो भनेपछि फर्मुला के हो त, सेमै हो, I1 - 1/1 + KD। अब एनको ठाउँमा चाहिँ कल पिरियड हुन्छ, एमको ठाउँमा कल प्राइस हुन्छ, अरू सबै सेम हो। कलेबल बोन्डको फर्मुलामा चाहिँ एनको ठाउँमा कल पिरियड हुन्छ। अघि जुन ठाउँमा हामीले एन राख्थ्यौँ त्यहाँ कल पिरियड हुन्छ, अनि जुन ठाउँमा हामीले एम राख्थ्यौँ त्यसमा हाम्रो कल प्राइस हुन्छ है। त्यहाँ हेर्दै जान सक्नुहुन्छ।
एनको ठाउँमा कल पिरियड राख्यौँ र एमको ठाउँमा कल प्राइस राख्यौँ। अघि हामीले म्याच्युरिटी पिरियड जति म्याच्युरिटी पिरियड हुन्थ्यो त्यति नै राख्नु पर्थ्यो भने यसमा चाहिँ कति वर्षमा कल गरेको छ त्यति नै राख्नु पर्यो चाहिँ हामीले कल पिरियडमा 2 राख्यौँ र कल प्राइसमा हामीले 1000 राख्यौँ। बुझ्नुपर्ने फर्मुला अगाडिको फर्मुला र यो फर्मुला सेमै हो, तर हामीले एनको ठाउँमा कल पिरियड राख्नु पर्यो र एमको ठाउँमा कल प्राइस राख्नु पर्यो। यसरी गर्दा यहाँ देख्न सक्नुहुन्छ मैले क्यालकुलेट गरिदिएको छु। यसमा कलेबल बोन्ड हामीलाई 1054.28 आयो है। फर्मुलामा एनको ठाउँमा कल पिरियड र एमको ठाउँमा कल प्राइस हुन्छ। अब बोन्ड सी दिएको छ, बोन्ड सीमा के भनेको छ हामीलाई कुपन रेट दिएको छ 9%, फेस भ्यालु अफ बोन्ड 1000 दिएको छ, म्याच्युरिटी पिरियड 10 इयर्स दिएको छ, सेलिङ प्राइस अफ बोन्ड भिडी 939 दिएको छ, करेन्ट यिल्ड र इन्टु म्याच्युरिटी सोधेको छ है। अब करेन्ट यिल्डको फर्मुला भनेको इन्ट्रेस्ट बाई सेलिङ प्राइस अफ बोन्ड B0। अब इन्ट्रेस्ट हामीले 9% 1000 को दरले काट्ने हो 90 हुन आयो र हामीलाई सेलिङ प्राइस अफ बोन्ड 939 गर्दा हाम्रो करेन्ट यिल्ड हुन आउँछ 9.58 है। अब करेन्ट यिल्डको फर्मुला के हो, इन्ट्रेस्ट बाई सेलिङ प्राइस अफ बोन्ड। यहाँ मैले क्यालकुलेट गरेर देखाइदिएको छु, हजुरहरू देख्न सक्नुहुन्छ है। अब अर्को हामीलाई के सोध्यो, क्यालकुलेसन अफ YTM है। यिल्ड टु म्याच्युरिटी भनेको के हो त, बोन्ड होल्डरले म्याच्युरिटी पिरियडसम्म बोन्डलाई होल्ड गरेर राखे बापत कति % रिटर्न पाउँछ, उसको होल्ड गरेर राखेको बापतको रेट अफ रिटर्न के हो, कति हो भनेर देखाउने त्यो एउटा थ्योरी वा फर्मुला जे भनौँ त्यसलाई हामी YTM भन्छौँ वा यिल्ड टु म्याच्युरिटी भन्छौँ। र YTM क्यालकुलेट गर्ने 3टा स्टेप छ। पहिलो स्टेप भनेको एप्रोक्सिमेट YTM निकाल्ने, दोस्रो स्टेप भनेको ट्रायल एन्ड एरर गर्ने र तेस्रो स्टेप भनेको इन्टरपोलेसन गर्ने है। अब एनुअल इन्ट्रेस्ट पेमेन्ट भए हिसाबले चाहिँ एप्रोक्सिमेट YTM भनेको के हो त, I प्लस M माइनस VD बाई N, M प्लस 2 VD बाई 3 गर्दा यसरी गर्दा आउँदा एप्रोक्सिमेट YTM हाम्रो कति आउँछ 10.01। यहाँ क्यालकुलेट गरेर देखाइदिएको छ हेर्नु, I प्लस M माइनस VD होल डिभाइड बाई N, M प्लस 2 VD डिभाइड बाई 3 है। अब सेमी एनुअल भयो भए I/2 N इन्टु 2 हुन्थ्यो। अब यो एनुअल भएर I M माइनस VD डिभाइड बाई N, M प्लस 2 VD डिभाइड बाई 3 गर्दा हाम्रो एप्रोक्सिमेट YTM कति हुन आयो 10.01% हुन आयो। अब एउटा सर्टेन यहाँ ल्याङ्ग्वेज लेख्नुपर्ने हुन्छ। एप्रोक्सिमेट YTM अफ 10.01% सोज द्याट एक्चुअल YTM इज क्लोज टु 10.01 भनेको के हो त, एक्चुअल YTM चाहिँ 10.01 पनि हुनसक्छ वा 10.01 को नजिक पनि हुनसक्छ। त्यो निकाल्नको लागि चाहिँ हामीले हायर रेट र लोवर रेटमा ट्रायल एन्ड एरर गर्नु पऱ्यो है। अब ट्रायल 10%मा गरौँ। अब यो ट्रायल एन्ड एररमा चाहिँ हामीले टेबल मेथडै युज गर्दा हामीलाई छिटो हुन्छ। फर्मुला मेथड युज गर्दा क्यालकुलेट गर्न अलिक टाइम लाग्ने हिसाबले चाहिँ हामीले यसमा टेबल मेथडै गर्नुपर्ने हुन्छ। भनेपछि फर्मुला के छ, ट्रायल 10% गर्दा I इन्टु PVIF KD% N थियो। यो गर्दा टेबलमा भएको भ्यालु राख्ने हो 10% 10 इयर र 10% 10 इयर गर्दा हाम्रो प्रेजेन्ट भ्यालु ठ्याक्कै 939 आयो है। ठ्याक्कै 939 आएपछि हामीले के भन्थ्यौँ भन्दा लोवर रेटमा चाहिँ सेलिङ प्राइस भन्दा कम आउनु पर्यो वा इक्वल आउनु पनि पाइयो। हायर रेटमा चाहिँ के अरे यसमा के बुझ्नु पर्यो भने हायर रेटमा चाहिँ सेलिङ प्राइस भन्दा कम आउनु पर्यो वा इक्वल आउन पनि पाइयो। लोवर रेटमा चाहिँ सेलिङ प्राइस भन्दा बढी आउनु पर्यो भनेपछि अब हाम्रो 10%मा 939 इक्वल आएपछि अब हामीले 11%मा गर्दा त 939 भन्दा कम आउँछ, के अरे 939 भन्दा कम आउँछ। त्यस कारणले गर्दा अब हामीले 11-12%मा गर्नु हुँदैन। अब हामीले चाहिँ 939 भन्दा बढी निकाल्नको लागि चाहिँ हामीले 10% भन्दा कममा गर्नुपर्छ है। के बुझ्नु पर्यो, लोवर रेटमा चाहिँ सेलिङ प्राइस भन्दा बढी आउनु पर्यो, हाई रेटमा चाहिँ सेलिङ प्राइस भन्दा कम आउनु पर्यो। अब यहाँ 10%मा सेलिङ प्राइस इक्वलमा आएपछि अब हामीले फेरि त्यही 11%मा गऱ्यौँ भने त हाम्रो टाइम वेस्ट हुन्छ। किनभने अब 11-12मा गर्दा त 939 भन्दा कम हुँदै जान्छ। त्यसकारण अब हामीले 10% भन्दा कममा गर्नु पर्यो। किनभने कम रेटमा चाहिँ हामीले 939 भन्दा बढी निकाल्नु पर्यो। के बुझ्नु पर्यो, लोवर रेटमा चाहिँ सेलिङ प्राइस भन्दा बढी आउनु पर्यो, हाई रेटमा चाहिँ सेलिङ प्राइस भन्दा कम आउनु पर्यो। अब 9%मा गर्दा त्यो फर्मुला लगाएर गर्दा मैले यहाँ देखाइदिएको छु 939 भन्दा कम आयो। के बुझ्नुभयो, 9% कम भयो, सेलिङ प्राइस भन्दा बढी आयो, 10% 9 भन्दा बढी भयो, त्यसमा चाहिँ सेलिङ प्राइसको इक्वल वा सेलिङ प्राइस भन्दा कम आउन पनि सक्छ है। त्यति भनेपछि हाम्रो इन्टरपोलेसन के भयो त, इन्टरपोलेसन गर्दा एनुअल YTM को फर्मुला के हो त, KD बराबर लोवर रेट प्लस प्रेजेन्ट भ्यालु लोवर रेट माइनस V0 होल डिभाइड बाई प्रेजेन्ट भ्यालु लोवर रेट माइनस प्रेजेन्ट भ्यालु हायर रेट इन्टु हायर रेट माइनस लोवर रेट। लोवर रेट 10 र 9मा कुन कम, 9% भएर लोवर रेट 9 भयो। अनि लोवर रेटमा आएको भ्यालु कति यहाँ देख्न सक्नुहुन्छ 1000। अनि V0 हामीलाई कति दिएको छ क्वेसनले
939 दिएको छ। त्यस्तै डिभाइडेड बाई प्रेजेन्ट भ्यालु लोवर रेटमा हाम्रो आएको भ्यालु 1000 अनि त्यसपछि हायर रेटमा हामीलाई आएको भ्यालु कति 939 9% हायर रेट भयो के अरे 10% हायर रेट भयो 9% लोवर रेट भयो अनि यहाँ के गरेको छ हायर रेट माइनस लोवर रेट गर्दा हाम्रो एन्सर आएको छ कति एनुअल वाइटिएम केडी बराबर 10% आएको छ है। भनेपछि ठ्याक्कै हाम्रो एप्रोक्सिमेट वाइटिएम 10.01 भयो। हाम्रो एन्सर यहाँ कति आयो 10% आयो है। यो गर्दा हाम्रो बोन्ड सीको पनि क्यालकुलेसन सकियो। अब बोन्ड डीमा हामीलाई के दिएको छ बोन्ड डीमा हामीले कुपन रेट दिएको छ म्याच्युरिटी पिरियड 4 इयर्स दिएको छ यिल्ड वाइ बराबर 12% दिएको छ। अब बोन्ड ड्युरेसन हामीलाई दिएको छ। बोन्ड ड्युरेसन त फर्मुला लाएर सजिलै गर्न सकिन्छ। यहाँ फर्मुला मैले गरेर देखाएको छु के छ 1 + y / y अनि माइनस 1 + y + n c - y होल डिभाइड बाई c 1 + y टु द पावर n - 1 + y गर्दा हाम्रो यो क्यालकुलेट गर्न सक्नुहुन्छ। मैले क्यालकुलेट गरेर पनि देखाइदिएको छु। यति गर्दा हाम्रो बोन्ड ड्युरेसन कति आयो 3.81 इयर्स आयो। यो गर्दा हाम्रो बोन्ड डीको पनि एन्सर सकियो। अब एकैचोटि बोन्ड डीमा है बोन्ड डीमा चाहिँ हामीलाई दुईवटा बोन्ड दिएको छ बोन्ड ई र एफ भनेर प्रत्येक इन्फर्मेसन सेम दिएको छ। हेर्नुहोस् है बोन्ड डीको पनि कुपन रेट 8.25 एफको पनि बोन्ड कुपन रेट 8.25 फेस भ्यालु दुइटैको 1000 मार्केट इन्ट्रेस्ट रेट केडीको बोन्ड डीको पनि 10% बोन्ड एफको पनि 10% अनि तर बोन्ड डीको म्याच्युरिटी पिरियड चाहिँ 5 वर्ष दिएको छ अनि बोन्ड एफको म्याच्युरिटी पिरियड चाहिँ 10 वर्ष दिएको छ। अनि यसमा चाहिँ दुइटैको प्राइस निकालेर डिफ्रेन्स आउँछ कि आउँदैन भनेर हामीलाई सोधेको छ है। अब फर्मुला हेर्नुहोस् है 5 वर्ष राखेर हाम्रो V0 आयो 933.64 यहाँ फर्मुला मेथडबाटै गरिदिएको छु। 5 वर्ष राखेर हाम्रो भ्यालु आयो 933.64 10 वर्ष राखेर हाम्रो भ्यालु आयो 892.4 हेर्नुहोस् है 5 वर्ष राख्दा हाम्रो पार भ्यालु 1000 थियो 933 आयो अनि 10 वर्ष राख्दा हाम्रो पार भ्यालु 1000 थियो 892 आयो भनेपछि धेरै फ्लक्चुएसन धेरै उतार चढाव चाहिँ 5 वर्ष बोन्डमा आयो कि 10 वर्ष बोन्डमा आयो भन्दा 10 वर्ष बोन्डमा आयो। किनभने 1000 बाट 933 भनेपछि यो थोरैले घट्यो। यहाँ चाहिँ 1000 बाट एकैचोटि 892 भयो भने चाहिँ यो 100 भन्दा कमले घट्यो भनेपछि जति धेरै म्याच्युरिटी पिरियड भयो त्यति नै धेरै बोन्डको प्राइस चाहिँ फ्लक्चुएसन हुँदो रहेछ है। त्यही अनुसार मैले यहाँ के लेख्दैछु हेर्नु त विथ द सेम लेभल अफ इन्ट्रेस्ट मार्केट इन्ट्रेस्ट रेट प्राइस अफ बोन्ड डिफर विथ इच अदर भनेपछि के रहेछ त सेम लेभल अफ मार्केट इन्ट्रेस्ट रेट हुँदा पनि दुईटा बोन्डको प्राइसमा चाहिँ चेन्ज छ। के कारणले गर्दा चेन्ज छ भने म्याच्युरिटी पिरियडले गर्दा चेन्ज छ है। दुईटाको यान फरक भएको कारणले गर्दा प्राइस अफ बोन्ड चेन्ज छ। अनि मैले भन्न खोजेको कुरो के हो त जति धेरै म्याच्युरिटी पिरियड बढी भयो त्यति नै बोन्डको प्राइसमा फ्लक्चुएसन हुन्छ है। जति कम म्याच्युरिटी पिरियड भयो बोन्डको प्राइसमा कम फ्लक्चुएसन हुन्छ उतार चढाव कम हुन्छ। जति धेरै म्याच्युरिटी पिरियड बढी पो बोन्डको प्राइसमा उतार चढाव बढी हुन्छ। त्यसकारण मैले के लेखिदिएको छु त बोन्ड एफ हेज हायर म्याच्युरिटी पिरियड सो प्राइस अफ बोन्ड हेज फ्लक्चुएटेड मोर देन पार भ्यालु भने के हो त बोन्ड ईको म्याच्युरिटी पिरियड 5 वर्ष थियो बोन्ड एफको म्याच्युरिटी पिरियड 10 वर्ष छ। त्यस कारणले गर्दा 10 वर्ष भएको कारणले गर्दा बोन्ड एफको म्याच्युरिटी पिरियड बोन्ड एफको भ्यालु अफ बोन्ड चाहिँ धेरै फ्लक्चुएट भएको छ पार भ्यालु भन्दा।